कुरा भन्छु, 3 वटा कुरालाई चाहिँ ध्यान दिने, मतलब कहिले पनि आमा बुवा भन्दा ठुलो हुन सक्दिनन् है। अनि जति चाहे त्यो बुवा भन्दा पनि धेरै छोराले पैसा कमाउला, तर बुवा भनेको बुवा, याद राख्नु त्यो कुरा हैन। कोही पनि आफ्नो गुरु भन्दा ठुलो हुन सक्दैनन् है। गुरु चाहिँ त्यही स्कुलमा त्यही कलेजमा चाहिँ पढाउँदै आफ्नो जिन्दगी बिताइदिन्छन्। त्यही गुरुले पढाएको चेलाहरू चाहिँ पछि गएर डाक्टर बनिन्छन्। अब डाक्टर बनिसकेकोले चाहिँ के सोच्नु हुँदैन भने सर त जहाँको त्यही हुनुहुन्छ, हामी डाक्टर बनिसके, हामी सर भन्दा चाहिँ धेरै पैसा कमाउँछु र सर भन्दा ठुलो भनेर यदि सोच्छन् भने त्यो पनि कहिले हुन सक्दैन है। र अझै एउटा कुरा, 2 जना भन्दा ठुलो कहिले हुन सक्दैनन् भने तेस्रो चाहिँ को हुन सक्छ भने जसले यो संसार रच्नु भएको छ त्यो भन्दा ठुलो कहिले पनि कोही हुन सक्दैन, भगवान। र तपाईहरुले गरेको कर्म, तपाईहरुले गरेको बिहेभियर, त्यहाँ के भन्छ माथि सबै भगवानले हेर्दै हुनुहुन्छ र त्यसपछि तपाईहरुले गरेको त्यो कामले गर्दाखेरि चाहिँ तपाईको लाइफमा कुनै असर पर्छ भने त्यो माथि चाहिँ त्यो कर्मको लेखाजोखा सबै भइरहेछ नि त। र 3 वटा कुरा मैले केमा ध्यान दिनुपर्छ तपाईहरुले, आमा बुवा सबभन्दा पहिले जुन तपाईले आँखाले हेर्न सक्नु भनेको आमा बुवा, उहाँ भन्दा कहिले पनि ठुलो हुन सक्नुहुन्न। गुरु है, गुरु भन्दा पनि कहिले पनि के भन्छ विद्यार्थी ठुलो हुन सक्दैनन्। र भगवान या ईश्वर तपाईहरुले अल्लाह जसलाई मान्नुहुन्छ उहाँ भन्दा ठुलो कहिले पनि हुन सक्नुहुन्न। र यो 3 जनालाई तपाईहरुले जिन्दगीमा रेस्पेक्ट गर्न सक्नु भएन भने तपाईहरुले चाहिँ जति कमाए पनि, जति ठुलो पदमा गए पनि त्यो केही काम लाग्दैन।